अमेरिकाको प्रधान न्यायाधीश राष्ट्रपतिले नै नियुक्ति गर्ने हो, अमेरिकाका धेरै ठुला पोस्टर राष्ट्रपतिले नै नियुक्ति गर्छन्। तर त्यही राष्ट्रपतिले डोनाल्ड ट्रम्पलाई प्रश्न पनि सोध्यो। हैन, यो अमेरिकाको उदाहरण नदिनुहोस् न। पहिला यो देशलाई अमेरिका बनाउनु, त्यसकारण सुन्नु न, पहिला यो देशलाई सिङ्गापुर बनाउनुहोस्, अनि त्यो नैतिक अधिकार राख्नुहोस्। देशलाई चाहिँ इथियोपिया र तपाईँ चाहिँ सुडान जस्तो बनाउने, अनि कुरा चाहिँ अमेरिका र बेलायतको गर्ने सुहाउन नि। कौन है ये लोग, कहाँ से आते हैं? कुनै बेला ब्याङ्कहरू भनौँ न, वाणिज्य ब्याङ्क, राष्ट्र ब्याङ्क धाराशाही हुँदै थियो नि। ती वाणिज्य ब्याङ्क, राष्ट्र ब्याङ्क कसले उकासेर ल्यायो त? कुलमानजीले ल्याउनु भयो। त्यहाँ त अर्को कोही सियो थियो नि। होइन, तपाईँलाई चाहिँ किन यो भन्छन् नि कहिलेकाहीँ, अति धेरै न्यु खोज्यो भने तेरो ढाड चिला छ भन्छन् क्या। तपाईँको चाहिँ ढाड यति धेरै किन चिलाको भने क्या? जलवा है हमारा। जनतामा आशा केले जगाउँछ भन्दा सरकारको नीति र कार्यक्रमले, बजेटले त्यसलाई छातीमा हात राखेर भन्नुस् त। एउटा छातीमा हात राखेर राखिराख्छु त। नेपालमा पछिल्लो 10, 12, 15 वर्ष यता आएका कुनै पनि बजेटले नेपाली जनताको आशा, भरोसा, विश्वास कायम गरेर बजेट आउने भयो, ओहो नीति तथा कार्यक्रम आउने भयो, अब हामी जनताको चाहिँ काय पलट नेताले गर्छन् भनेर जनतालाई विश्वास लागेको होला। पुरानो दलमा गलत ठाउँमा तर आशा र अपेक्षा गरिएको मान्छे गगन थापा। हिजो तिनै मान्छे, गगन थापा काङ्ग्रेसको सभापति बनोस् र एकपटक गगन थापा प्रधानमन्त्री बन्नुपर्छ, यहाँसम्म कि तपाईँ स्वास्थ्य मन्त्री हुँदासम्म भन्ने मान्छेहरू अहिले तपाईँलाई होइन कहाँ हिँडेको बाख्रा लिएर सहकारी ठगेको ऋण तिर्नलाई गिरिजाबाबुले नै मलाई चाहिँ अझ अगाडि बढ्नुहोस् भनेर प्रेरित गरिराख्नुहुन्थ्यो। त्यो कुरो मैले धेरैचोटि भनेकै छु, रियल कुरै हो त्यो। अलिक मान्छे मारिदिनुहोस् भन्नुहुन्थ्यो। प्रधानमन्त्रीको अधिकार कति हुन्छ भन्नु? प्रधानमन्त्रीको म्याक्सिमम अधिकार हो। अनि तर तपाईँसँग त्यो पदमा नबस्ने अधिकार त छ नि। मैले भने अनुसार काम गर्न पाइनँ। तपाईँले दुईचोटि भन्नुभयो कुरा। तपाईँलाई सम्झाउँ, यदि आफू अनुकूल आफूले चाहेको गर्न सकिएन भनेदेखि तिमी मन्त्री हौ, तिमी छोडिदेऊ न त पद। किन कर्मचारी जस्तो हुन्छौ भन्नुभयो नि तपाईँले, छोडिदेऊ भन्नुभयो। 9 महिनासम्म सोचे जस्तो पर्फर्मेन्स दिन नसक्ने प्रधानमन्त्री चाहिँ प्रधानमन्त्रीमा रहिराख्न नैतिकताले दिन्छ त? जीवी राई 6वटा सहकारीको अध्यक्ष बन्नुभएछ। सहकारी विभागले के गर्छ भने नि, बरु तपाईँलाई पनि एक्नोलेज हुन्छ, प्रत्येक महिना आफ्नो सहकारीको विवरण, साधारण सभा गरे पछाडि सहकारीको विवरण सबै सहकारी विभागमा बुझाउनुपर्छ। त्यो बुझाउनेले त गीतेन्द्र बाबु राई भनेर बुझायो होला नि। अनि 6वटा सहकारीमा गीतेन्द्र बाबु राई अध्यक्ष देखेपछि ती कार्यालयका कर्मचारी चाहिँ गट्टा खेलेर बसे। निवेदन गरौँ कि यो देशमा अहिले आएको करिब 18 खर्बको बजेट, 18 खर्बको बजेटमा विकास बजेट कति छ? म भन्छु 2-3 खर्ब, 3 खर्ब, 3.5 खर्ब, 3 खर्ब, 3.5 खर्ब हो हैन? वित्तीय व्यवस्थापनको लागि कति गएको छ र साधारण खर्च कति गएको छ? वित्तीय व्यवस्थापन। अब सर 3 खर्बको बजेटले मुलुकको अनुहार के काय पलट गर्नु छ जाहिर आउने बाहेक? प्रचण्डजीलाई लगेर अदालतमा उभ्याउँछु भने होइन, त्यो टिआरसीले गर्छ जे गर्छ होइन। त्यसकारणले मैले त्यहाँ भने पनि छु, फरगिभ नट फरगेट होइन, मैले त्यो भनेको छु नि। अब तो सर बोल दे भोसडी के। तपाईले भनेको भन्दा तपाईले नेल्सन मण्डेला आज भनेको भए एमालेको एउटा सदस्य माओवादीका कारणले 2 खर्ब खर्च हुने भयो, यो यसप्रति हाम्रो जवाफदेहिता छैन भनेर भन्न मिल्छ? मिल्दैन। माओवादीले गर्दैन होइन, राउन्ड किक हान्छु भन्दैछन् नि प्रचण्डजीले, त्यतै जान्छन् उनी, त्यतै जान्छन्। तर हामी गर्छौँ हैन, अङ्गभङ्ग भएका। तपाईले कसरी गर्नुहुन्छ राउन्ड किक? तपाईहरुलाई हान्ने हो। सात सालमा डेमोक्रेसी आउनुभन्दा अगाडिदेखि नै तय भएको ब्युरोक्रेसीमा केही पनि चेन्ज भएन। त्यो के थियो भन्दा घाम के अरे दिन कटाउने
जागिर पचाउने, जी हजुरी गर्ने, कुरा लाउने कुरा काट्ने, यो तहको प्रशासन संयन्त्र थियो। यो विकास गर्ने सक्ने सक्षम छैन, यसले जिम्मा लिँदैन क्या, यसले जिम्मा लिँदैन। र यसमा दोष कसको त भनेर फेरि तपाईँ झम्टिहाल्नुहुन्छ नि, एक सेकेन्ड पनि नपर्खी। म झम्टिन्ने यसमा हो ल भन्, म मेरो क्वेसन अर्को छ, अर्को सोध्नतिर लाग्नु छ। तपाईँ ढुक्क हुनुहुन्छ ज्ञानेन्द्र भाइमारा हुन्, उनलाई जेल हाल्नुहुन्छ। आफू बारम्बार प्रधानमन्त्री भन्ने, तपाईँको मित्र केपी ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ, उहाँ कविता लेखेर भाइमारा भन्ने, तपाईँ भाषण गरेर भाइमारा भन्ने, अनि एउटा भाइमारालाई हात हल्लाउँदै अब म आएँ भन्न छोडिदिने गरे के? अहिले गणतन्त्रले जति दपेटेको छ, लपेटेको छ, अधिनायकत्व देखाएको छ, नागरिकमा जे गर्नु पर्थ्यो गर्न सकेको छैन। हाम्रो जनताको शासन गणतन्त्र भन्ने महसुस म जनतालाई छैन। 2000 मान्छे दिनको जाने विदेश जानु परेको छ, केही भविष्य यो देशमा छैन भनेपछि त त्यही राज संस्था ठिक थियो भन्ने लाग्दैन? मजाको झापड काठमाडौँको मेयरले तपाईँहरूलाई हानिदिनु भयो नि होइन? उहाँले हानेर केही फरक पर्दैन। उहाँले के भन्नुभएको छ भने अब खोला मात्रै होइन, टुँडी खेल खुला मञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास गर्नुभएछ। छ सरकारमा रहेका कार्यकर्ताहरूलाई प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस सभापति शिवराज देउवाको फोटो राखेर उहाँले भन्नुभयो ल ठिक छ, कहिलेबाट बाँड्ने खुला मञ्च र टुँडी खेल दिनु पर्यो। तपाईँलाई म एउटा कुरा भन्नुस्, तिनै तहको अदालतले तपाईँलाई मानव नरसंहारमा संलग्न भएको पर्खिनुस् है, मेरो प्रश्न मेरो उत्तर सीधे हमको सिखा रिया है। मानव नरसंहारमा संलग्न भएको व्यक्ति भनेर कसुरदार ठहर गरेर तपाईँलाई अपराधी ठहर गरेको छ अदालतले। कानुनी रूपमा तपाईँ अपराधी हो नि। नाबालक सहित 8 जना सुरक्षाकर्मी जुन रूपमा जसरी विभत्स किसिमले हत्या भयो, तिनै तहको अदालतले तपाईलाई नरसंहारमा सहभागी भएको एक अपराधी भनेको छ। यो हिसाबले तपाईँ अपराधी हो। ठिक छ, लेखेर अपराधी बनाइदिनुस्। लेखेर होइन, तपाईले त्यो अपराध स्वीकार्नुभयो र 5.5 वर्ष त तपाईँ जेल बसिसक्नुभयो त। देखा आपने लापरवाही का नतीजा है। मैले तपाईलाई चिनेको म आफैले समय जोडेको 32 वर्ष भएको छ हैन। 2049 सालदेखि तपाईलाई म चिन्दछु। तपाईले चाहिँ मैले तर यो बीचमा तपाईलाई तपाईकै सहकर्मीले के आरोप लगाए, त्यो पक्ष चाहिँ कस्तो धेरै ढाकेर गर्नु भएको रहेछ हैन। नक्कली माओवादी भएर हतियार तस्करी गर्नु भएको रहेछ यो बीचमा। त्यसैले काठमाडौँमा घर बनाउनु भएको रहेछ। तपाईँ प्रधानमन्त्री बन्नुभयो भने अब चाहिँ ज्ञानेन्द्रलाई जेल हाल्ने। म त्यसलाई फेरि एकचोटि छानबिन गरेर छानबिनको ठाउँ राख्नु भएको छैन भने तपाईले भाइमारा करार गर्नु भएको छ। मैले नै भनेको छु, मैले भनेर मात्रै वैधानिक र औपचारिक ढङ्गले निर्णयमा पुग्ने त प्रक्रिया हुन्छ नि। फेरि त्यसको पनि प्रमाण हुनु सेडिङको कुरो अर्कोले गर्यो भने तपाईले मलाई प्रश्न सोध्नु नै मलाई अनौठो लाग्छ। मैले प्रश्न सोधिरहेको होइन, तपाईको मित्रले लगाएको आरोप सोधेको। त्यसकारण त्यो एक समय त दुईटा सरेसको थालमा, त्यो पनि दुर्गा प्रसाईको घरमा मिठो मानेर मार्सीसँगै खाएको नि त, त्यसो भएर सोधेको। ताप्लेजुङको गाउँबाट ढुङ्गे साहु कि साँगु तपाईँको होइन त? साँगु साँगुको त्यो गाउँबाट एउटा मादले झोला बोकेर काठमाडौँ ओर्लेको ठिटो हो नि त तपाईँ। आज तपाईँको जो प्रकारको राजस्वी जीवनशैली छ, तपाईँको कुनै व्यापार व्यवसाय छ? के राजस्वी छ त मलाई तपाईँको कुनै व्यापार व्यवसाय छ? गाडी चढ्नुहुन्छ, सुट लाएर हिँड्नुहुन्छ, होटल रेस्टुरेन्टमा खानुहुन्छ, सबै चिज गर्नुहुन्छ नि। योभन्दा राजश्री के हुन्छ र नेपाली जनताको तुलनामा? यो कसरी आउँछ? तपाईँ अपराधी त हो। जेलमा बस्दैमा कुनै मान्छे अपराधी हुन्छ? किन हुँदैन? अपराधीलाई पो जेलमा राखिन्छ सर। भन्छु नि म, रुको जरा, सबर करो,
बोला धक्का मुक्की नहीं करने का। तपाईलाई किन राखियो भने तपाईँ अपराधी भएकोले तपाईलाई जेलमा राखियो, तपाईँ अभियुक्त भएको भए तपाईलाई हिरासतमा राखिन्थ्यो, तपाईलाई अलिकति शंका गरेको भए सोधपुछ हुन्थ्यो। सिम्पल। बीपी को पुत्र हुनु बाहेक तपाईसँग नेपाली राजनीतिको त्यस्तो के योग्यता छ? एउटा चीज भन्दिनुस् त, एकचोटि कति महिना मन्त्री हुनुभयो? 15 महिना भए, 11-12 महिना कोभिडले खायो। कोभिडले खायो कि तपाईले खानुभयो? एकचोटि मन्त्री भएर निक्लिँदा एउटा जीवनभरिलाई चाहिँ पुग्छ नेपालमा? बेपत्ताको परिवारकोमा गएर तपाईले भेट्नुभयो, शहीदको परिवार कहाँ गएर भेट्नुभयो नि, उनीहरूको हालत र अवस्था देख्दा तपाईको मनमा के आयो? स्थिति दयनीय नै छ र मैले यो पटक हामीले विगतमा जति तपाईहरुको आँसु पुछ्न हामी आइराख्नु पर्थ्यो त्यहाँ कमी भयो हाम्रो। पार्टी त्यहाँ चाहिँ कमजोरी गरेकै हो भनेर क्षमा याचना गरेपछि सबैले क्षमा दिने हुँदो रहेछ। अहिले यस्तो तपाईको बोली नै त्यस्तो छ, त्यो भएर एकछिनलाई तपाईले भनेपछि लुटुपुटु भयो होला। म गल्ती गरेर कानुनको धारा उपधारा प्रयोग गरेर सजाय दिइएको अपराधी होइन क्या। म शक्तिको चरम दुरुपयोग गरेर एकजना बहुमुखी प्रतिभाशाली नागरिकलाई जबरजस्ती झ्यालखानामा पोचिदिएको नागरिक हो। र त्यही शक्तिको दुरुपयोग गरेर झ्यालखानाबाट बाहिर निस्किएको अर्को राजनीतिक दलको एउटा नेता पनि हो तपाईँ। उपनिर्वाचनमा अलिकति धक्का लाग्यो होइन, सबै सक्यो भन्ने लाग्यो। अलिकति धक्का मात्रै नभन्नुस् न, यसलाई घन्टी बजेको पनि नभन्नुस् न, तपाईहरुको त घन्टा बजिसक्यो। 12 रेक्टर स्केलले नभत्किने जग भएको घर हो कांग्रेस र यसलाई अझै बलियो बनाएर रूपान्तरित बनाएर आधुनिक बनाएर जान्छु भन्छ। त्यो खालको साथीहरुको ठूलो संख्या देशभरि छ। त्यो संख्याको बलमा चिन्ता कहाँ छ भने तनहुका जनताले दुईटै गालामा रातो हुन गरी घापु लगाइदिए दुईचोटि उपचुनावमा। हाय हाय इतना सुकून। मान्छे चाहिँ हिजो यहाँ थियो भनेर हेर्दैन, अहिले के काम गरेको छ। योग्यता चाहिदैन, योग्यता चाहिदैन। म दावा गर्छु भूमि सम्बन्धी पीएचडी गरेको ल्याउनुहोस् मसँग, म चाहिँ एसएलसी पास गरेँ। तपाईले यति भनेपछि हजुर यो कुर्सीमा बसेर तपाईको च्यालेन्ज स्वीकार गरिन भने यो कुर्सीमा बस्न म लायक हुन्न र मेरो ल्याकत पनि रहँदैन। म तपाईलाई भूमि सम्बन्धी अध्ययन गरेको मान्छे ल्याइदिन्छु, ठीक छ, र तपाईको भूमि आयोगको अध्यक्ष र सदस्यहरू राख्नुहोस्, ठीक छ। उहाँहरू मध्ये ज्ञानका हिसाबले र यो समस्या समाधानको हिसाबले जो अगाडि छ उसलाई तपाईँ भूमि आयोगको अध्यक्ष बनाउनु तयार? बनाउनु किन तयार? यो प्रतिस्पर्धा स्वीकार च्यालेन्ज स्वीकार तपाईँ तयार? मन्त्रीज्यू विधिभित्र आउनु तयार? हामीले भनेको के हो? तपाईको पार्टीको सदस्यता, त्यो सदस्यता लिएर तपाईको लुम्बिनी प्रदेशमा अध्यक्ष हारे पछाडि भूमि आयोगको अध्यक्ष ए बाबु कुनै बेला कुन मान्छे तपाईँ हिजो पार्टीको राजनीति गर्छु भन्ने मान्छे पार्टीको राजनीति जागिर खान किन आउने? तपाईँ हिजो विद्यार्थी हुनुहुन्थ्यो, अहिले पत्रकार बन्नुभएको छ, अनि तपाईँलाई अहिले किन आएको भन्ने समय होइन नि। आइतबार पार्टीको चाहिँ चुनाव लड्ने, सोमबार गएर भूमि आयोगको चाहिँ देशदी खाने, त्यस्तो होइन। काम गर्ने सन्दर्भमा त्यो जिम्मेवारी भनेको मान्छेले जुनसुकै ठाउँबाट यो खोलो चाहिँ तपाईँ जाने उरो र कुलो जतानी जान्छ, पानी जाँदैन क्या, पानी लैजानुस् न। अस्ति 1 हप्ता पहिले मात्रै मेरो साथीले, मेरो भान्जीले बर्दियाबाट 2टा कुखुरा पठाइदिनु भएको थियो होइन। म फैसला भएकै तेस्रो दिनमा हो। मैले यो कुखुरा कसैले पनि नखानुहोस् है, जेलका साथीहरू खाउँ काटेर खाउँ भन्दै थिए, नखानुहोस्, यो बाँचुन्जेललाई पाल्नुपर्छ भनेके। कहिले काहीँ के हुन्छ भने अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सन्छ भनेको जस्तै। बाय बाय, टाटा, गुड बाय, गया। कांग्रेस किन त्यस्तो छ भन्छु है, एउटा सन्दर्भ चित्त नदुखाउनुस् ल। मुलुकमा अब पेन्सन दिने पैसा छैन, शिक्षकलाई दिने तलब छैन, वीर अस्पतालका डाक्टरले तलब पाएका छैन। तर तपाईँ र तपाईँको अर्थमन्त्री हिजो तपाईँहरूले नै अयोग्य भनेर बिदा गर्नुहुन्छ, तिनीहरूलाई पैसा दिने राज्य कोषबाट 1.5 अर्ब पैसा झिक्नुहुन्छ, कांग्रेस साक्षी बस्छ। अरे बाप रे, ये तो धोती खोल रहा है। मालिकको सबभन्दा सेवक जनावर हो कुकुर होइन, तपाईँहरूलाई तुलना गरे होइन। कुकुरको पुच्छर चाहिँ 12 वर्ष ढुङ्ग्रोमा हाल्यो भने
पुच्छर चाहिँ सोझो हुनुपर्ने ढुङ्ग्रै बाङ्गो भने जस्तो तपाईँहरू पनि सत्ताबाट बाहिर गए पछाडि चाहिँ परिवर्तनका कुरा, जनताका कुरा, मुद्दाका कुरा, सत्तामा पुगेपछि परिवारका कुरा, सत्तामा पुगेपछि ती सबै कुरा बिर्सिने अब व्यापारीसँग हुन्छ उठबस होइन। अब त्यो जनता बिर्स्यो, त्यो रोल्पाको जनता नि बिर्स्यो, रुकुमको जनता नि बिर्स्यो, गोर्खा दुईको त अहिले बिर्स्यो। भगवान मनमा विराजमान मन्दिरमा ढुङ्गा ज्यान धन आशावान निराश छन् फुलका ठुङ्गा झोपडी नसिब नहुने खोपडी चाहिँ रुन्छ दानमा रोपनी छ डोको भरि हिरा मोती मुङ्गा। मिनबहादुर गुरुङले तपाईँलाई 50, 60, 70 करोड पर्ने जग्गा दिएर अर्को 20-30 करोडको घर ड्याङ्ग किर्तिपुरमा मिन भवन किर्तिपुर बनाइदिने हुनुभयो भनेपछि नेकपा एमालेको धोती खुस्किन अब बाँकी के रह्यो त? यसले एउटा नयाँ पाठ सिकायो होला नि त। देखाएर सबै कुरा गर्न पाइन्छ? त्यसको जवाफदेही त बोक्नुपर्छ। सर तपाईँलाई मान्यज्यू एउटा निवेदन गरौँ, तपाईँ र म लुगा नलगाइकन यहाँ हिँड्न सक्छौँ?